फेरि पनि मैले यो हिजो र आजको क्लासमा सिकेको अघि एउटा भन्ला त्यो दुईटा भन्छु म दुईटा कुरामा चाहिँ एउटा पहिलो कुरा चाहिँ जुन ठाउँमा जुन कल्चरमा जुन परिवेशमा हामी बसेका छौँ जुन भेषभूषामा छौँ जुन जातित्वमा छौँ त्यहीसँग रिलेटिभ रहेर चाहिँ सुसमाचारलाई हामी त्यहीँको भाषा अन्तर्गत सुनाउन सक्ने रहेछ भनेर हामीले त्यो कुरा सिक्ने मौका पायौँ र अघि एउटा जुन मैले एउटा गीत पनि त्यो एउटा लोकल देउडा लय भनेको थियो तर देउडा लय अलिअलि मिल्दो रहेछ सबै थाहा छैन यो बजाएर गर्दाखेरि चाहिँ अझ अघि सरले अझ घुमाउनु मात्र भयो नत्र यसो गरेर गर्नु पर्थ्यो होइन यसरी गर्दाखेरि चाहिँ देखाएरै गर्नु भन्नुभयो एकचोटि ल ल जय मसी हालेलु जय मसी हालेलु जय मसी हालेलु जय मसी हालेलुया हो जय मसी हालेलुया परमेश्वर पुत्र प्रभु है ख्रीष्ट संसारमा आउनुभयो संसारमा आउनुभयो संसारमा आउनु जय मसी हालेलु जय मसी हालेलु जय मसी हालेलुया जय मसी हालेलुया जय मसी हालेलुया यो एउटा ल यो चाहिँ मैले त्यही अनुसार स्थानीय ठाउँ यसरी सिकाउनु अनि अर्को एउटा कुरा चाहिँ मैले सिकेको अनुभव गरेको कुरा चाहिँ दुईवटा कुरा हामीले त्यागेर गयौँ भने चाहिँ जहाँ पनि सुन्न जानु मिल्ने रहेछ किनभने एउटा पाप एउटा अधर्म असत्य कुरा असत्य भनौँ न असत्य पाप र असत्य यो दुईटा कुरा त्यागेर त्यो दुईटा कुराबाट अलग रहेर हामी गयौँ भने चाहिँ सायद हामी सुसमाचार मन्दिरमा पनि पुग्छौँ होला सायद पूजापाठ गरेर ठाउँ पुग्छ होला तर पाप र असत्यलाई त्यागेर गयो भने त्यहाँ पनि प्रचार गर्न मिल्दो रहेछ किनभने सुसमाचारको क्षेत्र मेरो आफ्नो पनि पर्सनली भएको कारणले गर्दाखेरि मन्दिरमा नि म प्रचार गर्न जान्छु गुम्बाहरूमा प्रचार गर्न जान्छु अनि पुजारीहरू बसेको ठाउँ प्रचार गर्छु यही सन्दर्भमा चाहिँ सुसमाचार वृन्दावन अरू चाहिँ तीन धाम कि चार धाम के भनेर जान्छन् अरू म पनि गएको त्यो धाममा घुम्नलाई तर सुसमाचार प्रचार गराउने मौका पाएँ यो दुईटा रहेछ नि त मेन मूल आधार चाहिँ आज ठ्याक्क एक्ज्याक्ट पक्रिने मौका पाएँ हुन त मैले त्यो पाप र असत्यलाई चाहिँ त्यसलाई चाहिँ त्यागेर गएको तर ठ्याक्क एक्ज्याक्ट पोइन्ट पक्रिने मौका चाहिँ यो हिजो र आज क्लासबाट चाहिँ मैले त्यो सिक्ने मौका पाएँ जहाँ गए तापनि पाप र असत्यलाई त्याग्यो भने हामी प्रभुको सुसमाचार सुनाउन सक्ने रहेछौँ भन्ने कुरा यो सिकेँ यो दुईवटा पोइन्ट म बताउन चाहन्छु जय मसी सबैले ताली बजाइदिनु